हामी सानो स्कुल पद्धति खाजा खाएको ठाउँ ओमरुममा गर्छौँ। यो ओमरुम यहाँ मिक्स पाइन्छ, मोमो पाइन्छ, चाउमिन पाइन्छ। एकदम मिठो लाग्छ मलाई चाहिँ। यहाँ हो मामा माइजू हुनुहुन्थ्यो, अहिले मामा माइजूहरू छोराहरूले हेर्नुहुँदो रहेछ। मामाहरूले आराम गर्नुभयो होला, यस पनि हुँदै गयो होला। आज मेरो छोरालाई पनि लिएर आएको छु। ल साइमा तिमीलाई के खानु लाग्यो फर्स्ट टाइम? बफ मोमो फर्स्ट टाइम खानु लाग्यो मेरो छोराले। हामीले पहिल्यै सानैदेखि खाँदै आएको हाम्रो मामाको रेस्टुरेन्टमा ओमरुममा। छोराले पनि लाइफको फर्स्ट टाइम है हो, लाइफकै फर्स्ट टाइम मेरो छोराले बफ मोमो खानुभयो हाम्रै नदीपुरको ओमरुममा। कस्तो छ बाबु? यहाँ रहेछ, ल ल यहाँ रहेछ, एउटा छिटो पर्ने रहेछ। ल एयरपोर्ट कहाँ गयो हामी? पोखरा इन्टरनेसनल एयरपोर्ट। यस हामीले हाम्रो मम्मी बोल्ने रहेछ। ल बाबु यहाँबाट चाहिँ प्रस्थान डिपार्चर रहेछ कि यहाँ त्यहाँबाट जाने। अब हौ त्यो कुकुरलाई उ गर्ला है, त्यो खाएर खानु स्वागत छ। वेलकम टु ल लगाइदिनु समाज त ल त्यो त यो लगाइदिन्छु कि म लगाइदिन्छु कि एकछिन त ल हक गर ल छिटो आउन। यता साइमा यता त्यो क्या अब हजुर हजुर यो मेडिप्लस हस्पिटलको नाम होइन? अर्को सामान हो हजुरको चाहिँ। थ्याङ्क यू साथीलाई पनि रिसिभ गरेर लिएर आउनुभयो। तपाईँलाई पनि धन्यवाद खुवाइदिनु भयो। ल महारानीहरू अब स्वागत भयो, आउनुभयो। ल ट्याक्सीमा जानुहोस्। आयो खस्छ होला नि यो छ्यामा भन् सामा भयो रेडी भयो बाबु खुट्टा? ओ नयाँ एयरपोर्ट, नयाँ इन्टरनेसनल एयरपोर्ट पोखराको आउने बाटो यस्तो छ। बाजे ब्याट्री सिद्धिएको ल्याइदिएछ कि बाबु है। अलि छ ल बाजेलाई चप्पल कस्तो छ? अनि बाजेलाई भेटेर कस्तो भयो नि? कति वर्षपछि भेट्यो बाजे? बाजे कति वर्ष पछाडि भेटेर हामी कति वर्ष पछाडि भेटेर तपाईँ र म? 8 वर्ष पछाडि बाजे। 8 वर्षपछि भेट भयो अरे क्या तपाईँ? 8 वर्षपछि भेट भयो। 8 वर्ष भयो।
8 9 हजुर हजुर के हुन्छ बिगारमा नयाँ मान्छे हेलो हिरो हिरो सामान आइज बाबु जानु चाहिँ हाम्रो सानो घरमा यो घरमा चाहिँ दरबार बनाउनु होला मेरो सानो घरलाई दरबार बनाउनु होला हजुर अब यहाँ आमाले सानो टिका लगाइरहेको छु हुन्छ होला दाइ भन्ने के दाइ भन्ने नि दाइ No. के भन्नु दाइ भन्ने दाइ जस्तो दाइ आमालाई त अर्को वर्ष सुनिदिनु होला नि उताबाट आउँदै गरेको एउटा क्लिप बनाउनु पायो भने ए ए ल ल ल ठिक छ नि अहिले एउटा बहिनी एउटा भान्जू एउटा दाइ मै आएर दिनेहरूलाई राखेको के Mommy get iPhone 7 Pro Max. त्यो सामानहरू कहिले कहिले मैले लगाइदिने Oh, guys, see? वाओ Pink. यो त्यस्ता यो त्यस्तो Pink fire. बोला नि पहिला हैन सरी बत्ती बालेको म हरेको मम्मी हो त्यहाँ हेर देऊ त त्यहाँ के बोटिन मरेछ त बोटी बालिदेऊ त मती मरे को र बत्ती फक्यो त हाम्रो त बत्तीमा मम्मी बत्तीमा हाल्नु मम्मी बत्तीमा हाल्नु आमाले हालेकै होइन कि बत्तीमा भित्र गएर राखिदिनु भयो हुन्छ होला हेलो ठ्याक्कै सालीले आएर भिडियो बनाइदिने साली साली हो र आमाको छोरी साली भन्नु ए हो हुन्छ मेरो बहिनी पऱ्यो बहिनी ठ्याक्कै त मामालाई ल्याएको यो यसो हेर्छु उ भन्नु यहाँ यो पोलमा गरौँ यो ट्याटर लैजाऊ न एउटा लैजानु हाम्रो यो के कसो र हजुर ए भाइरै चाहिन्छ नयाँ कोसेली दिएको एउटा भिडियो समाउने अन्त साली आऊ मलाई त्यहाँ भिडियोमा यहाँ आऊ के भिडियोमा समाउ साडीले बाटो छैन होला नि त के हो यही त हो नि यही हो बताउने छुट्टिदिनु थ्याङ्क यू सो मच धन्यवाद सालीलाई ल मोबाइल दे साली सालीलाई धन्यवाद ए
नबोलेर तिमी त आइदियो ल आउने र भाइ खानुपर्छ आउनुमा कहीँ आउनु ल त्यहाँ सुटु दिदी नमस्कार माइजू हजुर नमस्ते नमस्कार नमस्कार यो मामा आइदिने आएर हामी त कम्ती क्या भन्नु बस्नु बस्नु हजुर हजुर बाजे बुढो मान्छेहरूलाई ढल्नुपर्छ बुढो मान्छेहरूलाई ढल्नुपर्छ दाजु त होइन पर्न होला बाजे यता बस्छ तिमीलाई म मोबाइल लगाइदिन्छु अब मोबाइल हेर्ने अब मोबाइल खै त सानो अरू त रोइदिए किन हो नयाँ मान्छे हामी आएको देखेको भान्जा लगाइदिनु भान्जा कति बजे साढे 7 भएछ छुट्टी गयो 9 बजे देख्छ 9 बजे यता अब घरको त लगाइदियो भान्जा लगाइदियो एकैचोटि लगाइदियो त्यो त पर्दैन एउटा यसरी ती फुकाउने हो कि बाहिर दिने भन्ने कुरा अलिक दक्षिणा त हुनुपर्छ हाम्रो गाउँलाई ल अब यता चाहिँ एकौँ दक्षिणा दक्षिणा नियम पर्न पो फुलले गरे पनि फुल गरेर फुलले सकाएको स्वागत गरेर ल एउटा भान्जा भान्जा लाग्दैन स्वागत गरेर खातो त भयो मेरो त्यहीँ छ टिका लगाइदिनु फुल दिनु जे ल्याउनु भयो सोध्नु माइजूको लगाइदिनु मामा लगाइदिनु Omi, Omi. उता त्यो पैसा दिनु पर्न क्या पर्नै सिउ गरेर भइहाल्छ बाबा लक्ष्मण अलि देखेँ हो बल्ल देखिएन एल प्लस के रहेछ थ्याङ्क यू है सर थ्याङ्क यू यहाँ त नि हो यो त भने एल लभ ओके थ्याङ्क यू